आज हामी सुर्खेतबाट सल्यान हुँदै दाङ पुग्ने योजना छ। पार्टीको कार्यक्रम र यो विकास निर्माणका सबै आयोजनाहरू अवलोकन गर्दै पनि आइरहेका छौँ। यहाँ अब सल्यान छिर्नै लाग्दाखेरि सल्यानको विगत, सल्यानको वर्तमान, सल्यानको भविष्य बारे पनि चर्चा हुँदै गर्दाखेरि हामीले एउटा ब्रान्डिङको, जिल्लाकै ब्रान्डिङ पनि कसरी हुन्छ भनेर यहाँ मनिष झा पनि हुनुहुन्छ। हामीले सल्लाह गर्दै आउँदाखेरि अब यो जिल्ला अहिले टिमुरको लागि चिनिएको, अहिले यहाँ विकास निर्माणमा प्रयोग हुने खोटो, यो सल्लाहबाट आउने टर्पेन्टाइनदेखि लिएर पिच गर्दाखेरि प्रयोग हुने कुराहरू, भोजपुरपछि सल्यानको खुकुरी पनि प्रख्यात भन्ने कुरा आयो, अदुवाको पनि चर्चा भयो। फेरि जिल्लाको यो ब्रान्डिङ असाध्यै महत्त्वपूर्ण हुन्छ र यसलाई स्केलमा हामीले उत्पादन, लगानी पनि लिएर आएर प्रशोधन, होइन, जस्तो यो सल्यानको टिमुर मैले जर्मनीमा भेटेको थिएँ र हिजो मैले प्रशिक्षणमा पनि त्यो बोलेको थिएँ त्यसको बारेमा। सो यी साना साना उदाहरणहरूले पनि अलिकति त्यो आशाको झिल्को बाल्न सक्छ जस्तो लागेको छ।